नमस्कार साथीहरु, स्वागत छ आजको मेरो न्यू भ्लग भिडियोमा। आज हामी रमाइलो यात्रातिर निस्केका छौं, जुन कि निकै बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको लागि लेकतिरको यात्रा गर्दै छौं। रमाइलो यात्रा सँगै हिँडौं। बिहानै 6 बजे हामी घरबाट निस्केका थियौं र अहिले हामी यो लगभग हलिली भन्ने ठाउँमा पुगिसकेका छौं। यससँगै अब हाम्रो यात्रा सुरु हुन्छ। यहाँबाट एकैछिनमा हिँड्छौँ। अहिले हामी माथि रुगीभाडा भन्ने ठाउँमा पुगिसकेका छौँ। हेर्नुहोस्, हामीसँगै धेरैजना साथीहरू छन्। माथि देखिरहेको डाँडा भन्दा माथि जानुपर्छ हामी। अहिले हामी रुगीभाडा भन्ने चाहिँ पारीको देखिरहेको तितापानी भन्ने ठाउँ हो। अहिले चाहिँ हामी तितापानी भन्ने ठाउँमा पुगिसकेका छौँ र यता पनि पहिला चाहिँ एउटा पसल चिया पसल हुन्थ्यो, खै अहिले चाहिँ आएको छैन। 2-3 दिनमा आउँछन् होला। अब यता एकदमै उकालो बाटो हिँडेर आइरहेछन् मान्छेहरू। यता चाहिँ नास्ता पाउँथ्यो पहिला, अहिले पाउन्न, पानी पनि छैन अहिले। खै यता अहिले चाहिँ हामी धुपबल्ले डाँडामा छौँ, जो यता सानो मन्दिर छ एउटा, यता पूजा गर्ने गर्छन्। यता मान्छेहरू पूजा गर्नलाई अगरबत्ती। अहिले चाहिँ हामी रातामाटी भन्ने ठाउँमा छौँ, जो कि उकालो बाटो लगभग अब सकिन लाग्यो र यताबाट आधा घन्टा हिँडेपछि अब एउटा नाङ्ना हुन्छ। त्यसपछि हामी उकालो बाटो सकाएर ओह्रालोतर्फ लाग्छ। पहिला यता धेरै हिउँ हुन्थ्यो र आजकल अलि कम छ। पहिला यता हिउँ भएर आउनु अलि अप्ठ्यारो हुन्थ्यो, तर अहिले चाहिँ अलि हिउँ कम छ र अलि अप्ठ्यारो पनि कम छ। नाङ्नामा पुगिसकेका छौँ कि जो डाँडाको टुप्पामा पुगिसकेका छौँ। अब यो बाटो उकालो बाटो सकाएर ओह्रालो बाटो लाग्छ, जो कि अब यहाँबाट यार्सागुम्बा पाउने ठाउँ सुरु हुन्छ। यता चाहिँ एउटा मन्दिर छ, यो अब यसो पूजा गर्छन् मान्छेहरूले। यता पूजा गरेर अब यहाँबाट हिँड्छन् र तल ओह्रालो बाटो लाग्छ। यतादेखि त हिउँ पनि धेरै छ जस्तो छ। यता एकदमै धेरै हावा चलिरहेको छ आज, तर धेरै हावा चलिरहेको छ डाँडामा। धेरै हावा छ, धेरैभन्दा धेरै मान्छेहरूले आउन पनि एकदमै अप्ठ्यारो छ। उतादेखि एकदमै अप्ठ्यारो छ आज। योसँगै अब हामी एकछिन घरबाट ल्याएको नास्ता खाएर यताबाट हिँड्न सुरु गऱ्यौँ र जुन ओह्रालो बाटो छ, यता हिउँ पनि धेरै छ, बाटो पनि अलि अप्ठ्यारै छ। योसँग अब हामी यताको बाटोमा हिँडिरहेका छौँ। हामीसँगै धेरै मान्छेहरू छन्। हावा पनि धेरै चलिरहेको छ र यता चिसो पनि एकदमै चिसो छ, तर हावा पनि धेरै चलिरहेको छ, चिसो पनि छ, हल्का हल्का घाम पनि लागिरहेछ। अहिले चाहिँ हामी धपौड भन्ने ठाउँमा पुगिसकेका छौँ। यता पनि यार्सागुम्बा पाउँछ, यता पनि मान्छेहरूले बस्ने गर्छन्। कहिले हामी त अलि पर हिँड्नुपर्छ, अझै 4-5 घन्टाको बाटो यताबाट हिँड्नु छ र फेरि अब यता मान्छेहरू। अहिले चाहिँ हामी दरी भन्ने ठाउँमा छौँ र हिजो यतै बसाइ भएर आज अहिले हिँड्न लाग्छौँ बिहानै पखै। यो चाहिँ दरी भन्ने ठाउँ हो। यताबाट चाहिँ उता दार्चुलाको अपि हिमाल पनि देखिन्छ। यताबाट बझाङ र दार्चुलाको सिमानामा, जुन यो सिमाना यो डाँडा देखिरहेछ, यताबाट उता दार्चुला र यता बझाङ पर्छ। अहिले अब हामी यता एकैछिनमा हिँड्छौँ। यता एकदम चिसो छ अहिले। यता चाहिँ बिहानै एकदम बरफ जमेको छ र एकदम हिँड्नलाई पनि अप्ठ्यारो छ। बाटोमा एकदम अप्ठ्यारो छ हिँड्नु। अहिले हिँड्नलाई पनि एकदमै अप्ठ्यारो छ र आउनलाई पनि एकदम अप्ठ्यारो छ। जुन बिहानै हिउँ परेको थियो बेलुका,
अहिले हिँड्न पनि अप्ठ्यारो छ, एकछिनमै पुग्छौँ अब हामी। अहिले चाहिँ हामी अब बस्ने ठाउँमा जुन यार्चा गुम्बा टिप्नको लागि बस्ने ठाउँमा पुगिसकेका छौँ र अब हेर्नुहोस् यस्तो उसमा बनाएर बस्नुपर्छ, तिरपाल हालेर यसरी बनाउनुपर्छ। अहिले हामीले बनाइसकेका छौँ र अब यो हेर्नुहोस् यताबाट घाँस ल्याएर अब मन राखेर बस्नुपर्छ 2 महिनाको लागि यतै। र यस्तो अवस्थामा हामीले यहाँ 2 महिना काट्नुपर्छ र यार्चा गुम्बा टिप्नलाई हामी पहिलो दिन बिहानै यार्चा गुम्बा टिप्नको लागि जङ्गलतिर हिजो बजाएर जङ्गलतिर यार्चा गुम्बा टिप्नको लागि हिँडिसकेका छौँ हामी। फाइनल्ली गाइज है यो सालको पहिलो यार्चा गुम्बा पनि भेटाइसकेको छु है। ल हेर्नुहोस् है सबैजनाले, अब यो यार्चा गुम्बा यही हो कि यसैको लागि यत्रो ठुलो मेहनत यत्रो गर्ने भनेको यसैको लागि हो। अब फेरि यही पाउनलाई यति मेहनत गर्नुपर्छ, तपाईँहरूले पनि हेरिसक्नुभयो। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। र भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट र यस्तै भिडियो हेर्नलाई च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला।